शब्दहरूले चाहिँ आफ्नो अस्तित्व चाहिँ बिस्तारै बिस्तारै रूपान्तरण गर्दै जान्छ। त्यस्तै गरी सत्य पनि एकै ठाउँमा बस्दैन रे के, सत्यले पनि आफ्नो ठाउँ चाहिँ रूपान्तरण गरेर अर्को ठाउँतिर गएर बस्छ। जस्तै हामीले कुनै बेलामा एउटा चिजलाई एकदम सत्य मानेर बसेको छौँ भने त्यो अलिकति बिस्तारै अलिकति समय गइसकेपछि त्यसले चाहिँ त्यो सत्यले पनि अलिकति ठाउँ छोडेर जान्छ अरे। अब शब्दको हिसाबमा कुरा गर्ने हो भने अब खतरा भन्ने शब्द आफैमा अलिक खतरा, डेन्जर, नेगेटिभ हो नि त खासमा त। तर अहिले चाहिँ त्यो कालान्तरमा अहिले यहाँ आएर के भइदियो भन्दा त्यो खतरा भन्ने शब्द चाहिँ राम्रोतिर गइदियो के। किनकि त्यो आफैमा त्यो खतरा भन्ने चिज चाहिँ खासमा त नराम्रो हो, तर पनि अहिले यो बिस्तारै त्यो मान्छे चाहिँ खतरा शब्दलाई चाहिँ राम्रोतिर अभ्यस्त भइसकेपछि चाहिँ अहिले चाहिँ खतरा शब्द चाहिँ जस्तै फल्नाको छोराले यस्तो खतरा काम गरे अरे भन्ने। अब ल हिजो गगन थापाले चाहिँ अब के अरे आफ्नो विशेष महाधिवेशनमा चाहिँ खतरा भाषण गरे अरे भने त्यो खतरा भन्ने शब्द चाहिँ खासमा त नराम्रो, तर सुन्दाखेरि चाहिँ ओहो वाह यो चाहिँ अलिकति राम्रोतिर गयो, राम्रो पर्सपेक्टिभतिरबाट गयो नि त त्यसले। अझ म तपाईँलाई अझै एउटा कुरा अलि जोक्स जस्तो पनि हुन्छ, एउटा कुरा सुनाइदिन्छु। अहिले योभन्दा अलिकति अहिले त अब यो माहौल चाहिँ अलिकति सेलाइसक्यो, तर अलिकति योभन्दा अलिकति पहिला चाहिँ धमला र काजुको बारेमा हेर्ने हो भने चाहिँ धमला अब मान्छेले अब धमलालाई भन्दा पनि काजुलाई अब धमलालाई काजु भनेर चिन्छ, काजुलाई धमला भनेर चिन्छ के। अब बिस्तारै यो शब्द पनि अलिकति मान्छे चाहिँ त्यही शब्दप्रति अभ्यस्त हुँदै 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 गयो भने भोलि ऋषि धमला मरेर गए पनि भोलि त्यो काजुको नाम चाहिँ धमला हुन पनि सक्छ के। जस्तै खतरा शब्दले राम्रोतिर रूपान्तरण भए जस्तै अब अहिले चाहिँ फेरि सत्य कस्तो ठाउँमा के अरे मैले अहिले हल्का के अरे भन्न खोजेको कुरा चाहिँ सत्य पनि त्यसरी नै रूपान्तरण कसरी भइदियो भन्दा जस्तै हाम्रो छोरीचेलीहरू, हाम्रो आमाहरू कर्म घरबाट छोडेर माइती घरबाट छोडेर कर्म घरमा आउँछ नि। अनि कर्म घरमा आउँदाखेरि चाहिँ आफ्नो माइती गाउँको कुकुर पनि प्यारो लाग्ने भन्ने हो, त्यस्तो किसिमको भाष्य पनि निर्माण भएको छ। किनकि त्यो अहिले चाहिँ छोरी मान्छेमा मात्रै लागु भएन के। किनकि त्यो सत्यले पनि त्यो सत्य जसरी खतरा शब्दले चाहिँ खतराले चाहिँ आफ्नो राम्रोतिर रूपान्तरण गरेर लिएर गयो, त्यस्तै गरेर यो माइती गाउँको कुकुर पनि प्यारो हुन्छ भन्ने हिसाबको त्यो भाष्य चाहिँ त्यो सत्य चाहिँ अलिकति सरेर चाहिँ अहिले अब हाम्रो के अरे हाम्रो पुस्तासम्म जेनेरेसनसम्म आइपुग्दाखेरि चाहिँ अब हाम्रो के अरे पुरुषतिर सर्यो के, महिलातिरबाट बिस्तारै रूपान्तरित हुँदै अहिले पुरुषतिर सर्यो। किनकि यो कुरा मैले किन गरिराखेको छु भन्दाखेरि चाहिँ अब हाम्रो चाहिँ म्याक्सिमम मान्छेहरूको पुरुषहरूको सोच अहिले के हुन्छ, विदेश जाने हुन्छ, विदेशमै बस्ने। अनि विदेशमा बसिसकेपछि त्यो आफ्नो नेपाललाई चाहिँ यति मिस हुन्छ। किनकि अब अझ हाम्रो छोरीचेलीहरूले त आफ्नो एउटा घर मात्रै एउटा घर गाउँलाई छोडेर गएको हुन्छ। किनकि आफ्नो त्यही भाषा, त्यही वेशभूषा, त्यही खाना, त्यही सबै चिज त त्यही नै हुन्छ नि त, त्यहीलाई छोडेर गएको हुन्छ। बस त्यो घरको चाहिँ याद मात्रै मिस हुने हुन्छ। तर हाम्रो छोरा मान्छेसम्म अहिले आइपुग्दा रूपान्तरण हुँदाखेरि त कस्तो भइदियो भन्दा पुरै वातावरणदेखि लिएर खाना, भाषा, सबै चिज नै चेन्ज हुन्छ। अनि सुरुमा म नेपालबाट आउँदाखेरि चाहिँ कोही पर नेपालको कोही मान्छे बोलेको छ भने गएर बोल्न मन लाग्ने, घर कहाँ हो यस्तो गरेर सोध्न मन लाग्ने, त्यस्तो हुन्थ्यो त। भलै अहिले चाहिँ अब त्यो चिज चाहिँ अलिक कम देखिन्छ, किनकि नेपालीहरू पनि अलिक धेरै भएको भएर हुनसक्छ। तर त्यति चाहिँ एकदम प्यारो लाग्थ्यो कि। अनि त्यस्तै गरेर चाहिँ त्यो रूपान्तरण अनि अझै के अरे माइतीबाट चाहिँ आफ्नो घरमा चाहिँ माइतीबाट चाहिँ आफ्नो बाआमा कसैले चाहिँ त्यो छोरी मान्छेलाई चाहिँ कोसेली पठाइदिँदा चाहिँ एकदमै ओहो के पठाइदियो मेरो बाआमाले भनेर एकदम खुसी हुने। अनि त्यो खानेकुराहरू पनि एकदमै त्यो अझै माइती गाउँबाट पठाएको अलिक विशेष हुन्छ नि त त्यो छोरी मान्छेहरूको लागि। त्यस्तै चाहिँ त्यो सत्य जसरी शब्दले आफूलाई रूपान्तरण, खतराले आफूलाई रूपान्तरण गरेर राम्रोतिर लयो, त्यसरी नै त्यो सत्य जुन महिलाहरूमा, हाम्रो आमा, दिदीबहिनी, चेलीबेटीहरूमा त्यो शब्द लागु हुन्थ्यो, त्यो चाहिँ अहिले पनि फेरि रूपान्तरण भएर मसम्म आइपुग्यो। अब मसम्म भन्दा पनि हामी पुरुषसम्म आइपुग्यो कि। किनकि मलाई चाहिँ अहिले चाहिँ नेपालबाट चाहिँ कुरियर गरेर सामान पठाइदिएको छ घरबाट। अनि त्यो सामान चाहिँ मलाई चाहिँ त्यस्तै नै आफ्नै माइती गाउँबाट पठाइदिएको जस्तै प्यारो लाग्यो कि। अनि त्यो भएर पनि मैले यो भिडियोहरू बनाउन
मन लाग्यो अनि त्यही भएर यो भिडियो पनि बनाएँ अनि तपाईँहरूलाई एउटा यस्तो अब खासै यो चिजले यो मठारेले हावै गफ हानेछ भन्ने पनि लाग्न सक्छ तर त्यो चिज चाहिँ अब हल्का तपाईँहरूलाई हावा पनि लाग्न सक्छ हावा टाइपको पनि लाग्न सक्छ तर पनि एउटा कुरा आफ्नो कुरा मात्र प्रस्तुत गर्न खोजेको तर के पठाइदिएको रहेछ हेर्न जाउँ है त मैले चाहिँ अब मेरो माइती गाउँबाट पठाएको कोसेली यही नै हो यहाँनिर अनि नाम चाहिँ के लेखिदिएर पठाइदिएछ भन्दा यी सविता लेखेर पठाइदिएछ तर मैले फेरि यो नामको बारेमा पनि विशेष कुरा भनौँला होइन ल सामान यो उसो भन्दा त पोकै दिएर त बस सबै मकै हो यसो गर्दा त घिउ कस्तो खालको मकै पठाएको यार यस्तो भन्नु यति रहेछ यो चाहिँ मलाई लाइफमा पहिलोचोटि गिफ्ट दिएको अरे घरबाट मलाई बहिनीले चाहिँ गिफ्ट पठाइदिएको भन्थ्यो पर्स पैसा अलि धेरै कमाऊ भनेर होला यति नै हो मेरो भिडियो है अब कस्तो के लाग्यो नि है अब मेरो भिडियोमा हेर्दै गर्नु होला सब्स्क्राइब पनि गर्दै गर्नु होला मकै खुलाउँछु कोरियामा हुनुहुन्छ भने फोन गरेर अर्डर गर्नु होला चिनेको साथीहरूले म फ्रीमा पठाइदिन्छु बाई बाई